फाइनल्ली गाइज होइन, आज चाहिँ हाम्रो कन्सल्टेन्सीमा चाहिँ कृष्ण शाहको जन्मदिन थियो होइन। अनि त्यसपछि सबैजनाले छिट्टै निस्किने भनेर छिट्टै निस्किनु भएको थियो। अनि त्यसपछि हामी चाहिँ कन्सल्टेन्सीमा काम पनि थियो आज, अलिअलि ब्याङ्क अकाउन्टहरू बनाउनु पर्ने। अनि त्यसपछि आज इन्टरभ्यू पनि थियो कि, अनि हामी चाहिँ इन्टरभ्यू सकेर अलिक ढिलो गएको थियौँ होइन। अनि त्यसपछि वहाँनिर गयौँ, अनि सबैजनाले रेडी सबै सामानहरू ल्याइसक्नु भएको रहेछ। अनि हामी गयौँ, अनि वहाँनिर पुगेर चाहिँ सुरुमा लड्डु दिनुभयो होइन। अनि लड्डु आज त कति धेरै लड्डु खाएको कि, बिहानदेखि नै सबैजनाको सियोही आइराखेको थियो। अनि लड्डु खाएको आजकल त 3-4 दिन भइसक्यो, कस्तो मिठो थियो कि लड्डु पनि। अनि त्यसपछि सबैजनाले अब चटपटे बनाउँदै हुनुहुन्छ होइन। अशोका म्यामले चाहिँ, अनि उता सुनिताजी हुनुहुन्छ त्यहाँनिर खोल्न सहयोग गर्दै हुनुहुन्छ। अनि कोही चाहिँ पिङ खेलिराख्नु भएको छ कि परतिर, हाम्रो उज्जवल सर हेर्नु न कस्तो पुरै केटाकेटी जस्तो पिङ खेलिराख्नु भएको छ होइन। अनि त्यसपछि यो चाहिँ निम्की खाँदैछौँ हामी, हेर्नु न कस्तो पिङ खेलिराख्नु भएको छ। अनि यहाँनिर हाम्रो बर्थडे बोय चाहिँ हुनुहुन्छ यहाँनिर, पुरै आज स्याड हुनुहुन्छ कि अरू दिन भन्दाखेरि। अनि कोही घाँस बोकेर जानु हुँदै थियो, एकदम मजा भइराखेको थियो कि यो दिन चाहिँ है। कहिले जिन्दगीमा यो कहिले बिर्सिँदैन होला है। उज्जवल सरले चाहिँ बिहानदेखि खाना खानु भएको थिएन, अनि मजा खाइराख्नु भएको छ कि। अनि आमामा हाम्रो निश्चिताजी हाँसेर फेरि, अनि मलाई चाहिँ उहाँले दिनुहुँदैछ, नमस्ते पनि गरिदिनु भएको अरे कि। अनि एउटा गोलु चाउचाउ पनि ल्याएको छ होइन। अनि त्यसपछि गोलु चाउचाउ पनि खायौँ। अनि बर्थडे बोयसँग चेस हानिदिएको कि मैले चाहिँ। अनि रमाइलो भयो, जे होस्। कोही चाहिँ सुरुतिरै जानुभयो खाइसकेर, अनि हामीले रमाइलो गऱ्यौँ। उताबाट साउन्ड बक्स लिएर आउँदै हुनुहुन्छ, हामी खाँदैछौँ। अब खाइसकेर चाहिँ हामीले नाच्ने प्लान बनाएको छ। कस्तो रमाइलो भयो कि, हाम्रो उज्जवल सरहरू सबैजना रमाइलो हुनुहुन्छ नि त, हाँस्दै खाँदै कस्तो रमाइलो।